कुल पूजा भनेको के हो र किन गर्नुपर्छ? आउनुहोस् आज कुल पूजाको बारेमा विस्तृत रूपमा जानौं। कुल पूजा भन्ने शब्द हाम्रो सनातन परम्परामा प्रचलित धार्मिक कर्मकाण्डहरू मध्येको एक हो। कुल अर्थात् पुर्खा वंशप्रीतिहरू वा पूर्वजहरूप्रति श्रद्धा सम्मान र कृतज्ञता व्यक्त गर्ने परम्परागत धार्मिक क्रिया नै कुल पूजा हो। हरेक कुल वंशको कुल देवता देवी हुन्छन् जसले वंशको रक्षा गर्नुहुन्छ। कुल पूजा गर्दा ती देवी देवता प्रसन्न हुन्छन् भन्ने विश्वास छ र यसले स्वास्थ्य समृद्धि र कुलको कल्याण हुनेछ भन्ने जनविश्वास रहेको छ। कुल पूजा गर्नु भनेको केवल धार्मिक कर्तव्य होइन, यो हाम्रो पूर्वजहरूप्रति कृतज्ञता, कुल संरक्षण र जीवन मूल्यहरू प्रति प्रतिबद्धता पनि हो। कुल पूजा विशेष गरी वैशाख पूर्णिमा र मार्गशीर्ष धान्य पूर्णिमामा गर्ने गरिन्छ। धान्य पूर्णिमा धान बाली थन्काउने, नयाँ बाली विभिन्न परिकार बनाएर कुललाई चढाएर मात्र खान सुरु गरिने भएकाले धान्य पूर्णिमा भनिएको हो। वैशाख पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा, उभौली पर्वको रूपमा विभिन्न जात तथा समुदायले आफ्नो परम्परा अनुसार मनाउने गर्दछन्। प्राय वैशाख शुक्ल पूर्णिमामा अधिकांश समुदायले कुल पूजा गर्ने गर्दछन्। कतिपय जात, वंश र परम्परा अनुसार यो वार्षिक, अर्धवार्षिक र परिवारको विशेष अवसरमा पनि गर्ने गरिन्छ। परम्परागत रूपमा वैशाख शुक्ल पूर्णिमा र मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आफ्नो प्रीति बाजे बजै पुर्खाहरूको आत्माको शान्तिका लागि आफ्नो वंशको निरन्तरता, समृद्धि र कल्याणको कामना गरी कुल पूजा, गोठ धूप, देवाली आदि गर्ने चलन छ। सनातन मान्यता अनुसार प्रत्येक व्यक्तिले प्रीति ऋण बोकिरहेको हुन्छ, जुन यस्ता पूजाहरूबाट तिर्ने विश्वास गरिन्छ। हामी आज जुन अस्तित्वमा छौं भने त्यो हाम्रो पूर्वजहरूको कारणले नै हो र तिनीहरूलाई सम्झनु हाम्रो धर्म पनि हो। हरेक कुलको रक्षा देवी देवता हुन्छन्। तिनको पूजा र आराधनाले वंशमा सुख, सुरक्षा र समृद्धि आउँछ भन्ने मान्यता छ। साथै पूजाबाट सन्ततिले आफ्नो संस्कार र कर्तव्यप्रति झुकाव साथै वंश, थर र परम्पराको संरक्षण हुन समेत टेवा पुर्याएको हुन्छ। अर्को कुरा, सबै परिवारमा मिलेर एक ठाउँमा पूजा गर्दा आपसी सद्भाव र आत्मीयता समेत बढ्ने भएकाले सामाजिक दृष्टिले पनि उत्तिकै महत्त्व रहेको छ।